गाइज हाम्रो ब्लग अब फाइनली म चाहिँ सन्देश सुन्यो अनि उहाँ ब्युटिफुल गर्ल हुनुहुन्छ एकदम राम्री को हो यो मान्छे कस्तो आँतार हेर उहाँ चाहिँ के अरे सुस्मिता हुनुहुन्छ एकदम ट्यालेन्ट गर्ल पनि हुनुहुन्छ अनि ऊ चाहिँ सुरेश खानको वाइफ हुनुहुन्छ उहाँ एकदम उहाँ पनि ट्यालेन्ट मान्छे हो होइन रैचुगा भने मै मात्र हो यार केही जान्दिनँ म मलाई सिकाइदिने मान्छे पनि छैन म एक्लो भएको छु तपाईँ जहिले रिसाएर आउनुहुन्छ तपाईँ कस्तो रिसा जस्तो देखिन्छ क्या जहिले हो के साँच्ची बोयफ्रेन्डले गाली गरे होला बिचरालाई बोयफ्रेन्डसँग झगडा पऱ्यो भने यस्तै अनुहार बनाउँछ नि केटी देखी मास भने के हो भने गाइज देखी मास भने के हो रेशमी को हो त रेशमी मैले चिनेको त मैले चिनेको रेशमी घुम्ने कुर्सीमा बसेको थियो गाइज हेलो गाइज फेरि किन म बस्ने अघि त जान्न भन्दै थियो त कविते ओ मुना मदन दाजु भाउजू देखी मास भने के हो बुढाबुढीमा एकवटा पढ्यो नि यार धेरै हुन्छ त यार तपाईँहरूलाई त 2 मिनटको भ्लग भइसकेको छ गाइज आज भ्लग लम्ब्यो होइन अब रेगुलरली भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्नुहोला सब्सक्राइब पनि गरिदिनु होला र हाम्रो मन्थली इन्कम मोनिटाइज भइसकेको छ होइन यो महिना हामी मन्थली इन्कम कति हुन्छ सबै देखाउँछौँ हामी होइन सब देखाउँछौँ त्यही पैसाले एउटा बाइक पनि निकाल्नु हो बस्ने